पहिलो प्रश्न को जस्तै नक्सा भएको जिल्ला कुन हो? साथीहरू आज हामी 31 वटा प्रश्न हेर्नेछौँ मात्र 10 सेकेन्डमा। राइट एन्सर साथीहरू शङ्खसभा जिल्ला हो। साथीहरू अर्को प्रश्नमा लागौँ। गौतम बुद्धको जन्म कुन जिल्लामा भएको हो? गौतम बुद्धको जन्म सही एन्सर साथीहरू रूपन्देही जिल्लामा, रूपन्देहीको लुम्बिनीमा। अर्को प्रश्नमा लागौँ। साथीहरू भिडियोलाई लाइक गर्नुहोला। सगरमाथा हिमाल भएको जिल्ला कुन हो? सगरमाथा हिमाल भएको जिल्ला सोलुखुम्बु। अर्को प्रश्नमा लागौँ। साथीहरू कतिवटा मिलाउनुहुन्छ? एभोकाडोको राजधानी भनेर चिनिने जिल्ला कुन हो? एभोकाडोको राजधानी भनेर चिनिने जिल्ला कुन हो? धनकुटा जिल्ला। अर्को प्रश्नमा लागौँ। साथीहरू तपाईँहरू गेस गर्दै गर्नुहोला। हलो आकारको जिल्ला कुन हो? हलो आकारको जिल्ला कुन हो साथीहरू? धेरैचोटि सोधेको रामेछाप जिल्ला। अर्को प्रश्नमा लागौँ। साथीहरू भिडियोलाई लाइक र सेयर गर्नुहोला। युद्ध सङ्ग्रहालय कुन जिल्लामा रहेको छ? युद्ध सङ्ग्रहालय कुन जिल्लामा रहेको छ? वार म्युजियम सिन्धुली जिल्ला, तर जनयुद्ध सङ्ग्रहालय चाहिँ रोल्पामा छ। अर्को प्रश्नमा लागौँ। सबैभन्दा बढी यार्सा गुम्बा पाइने जिल्ला कुन हो साथीहरू? सबैभन्दा बढी यार्सा गुम्बा पाइने जिल्ला कुन हो? डोल्पा जिल्ला। आज धेरै जिल्लाहरूको बारेमा छ साथीहरू। अर्को प्रश्नमा लागौँ। नेपालमा सबैभन्दा बढी जिल्ला भएको प्रदेश कुन हो साथीहरू? सबैभन्दा बढी जिल्ला भएको प्रदेश कोशी प्रदेश। साथीहरू भिडियोलाई लाइक गर्नुहोला है त। कतिवटा मिलाउनुहुन्छ लेख्नुहोला। नेपालको जस्तै नक्सा भएको अर्को देश कुन हो? नेपालको जस्तै नक्सा भएको अर्को देश पोर्चुगल। अर्को प्रश्नमा लागौँ साथीहरू, एकदमै महत्त्वपूर्ण। नमस्ते झरना कुन जिल्लामा पर्दछ? साथीहरू भिडियोलाई लाइक गर्नुहोला। नमस्ते झरना कुन जिल्लामा पर्छ? धनकुटा जिल्लामा। अर्को प्रश्नमा लागौँ। आज हामी 31 वटा प्रश्न हेर्छौँ। नेपालको सबैभन्दा लामो जिल्ला कुन हो? नेपालको सबैभन्दा लामो जिल्ला कुन हो? सही एन्सर हो धादिङ जिल्ला। अर्को महत्त्वपूर्ण प्रश्नमा लाग्छौँ साथीहरू। नेपालको सबैभन्दा पहिलो पूर्ण साक्षर जिल्ला कुन हो? सही एन्सर हो ललितपुर। पहिलो साक्षर जिल्ला चाहिँ सिन्धुपाल्चोकको साथीहरू। अर्को प्रश्नमा प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर कुन जिल्लामा रहेको छ साथीहरू? एकदमै महत्त्वपूर्ण ताप्लेजुङ जिल्लामा। अर्को प्रश्नमा लागौँ साथीहरू। भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा जिल्ला। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ साथीहरू। जुनारको राजधानी भनेर चिनिने जिल्ला कुन हो? मात्र 10 सेकेन्ड साथीहरू। जुनारको राजधानी सही जवाफ हो सिन्धुली जिल्ला। अर्को प्रश्नमा लागौँ साथीहरू 16 नम्बरमा। नेपालमा सबैभन्दा बढी मुस्लिमहरू भएको जिल्ला कुन हो? नेपालमा सबैभन्दा बढी मुस्लिम भएको जिल्ला कुन हो? रौतहट जिल्ला। अर्को प्रश्नमा लागौँ साथीहरू। भिडियोलाई सेयर गर्नुहोला। नेपालमा सबैभन्दा धेरै गुम्बाहरू भएको जिल्ला कुन हो? सबैभन्दा धेरै गुम्बा भएको जिल्ला सोलुखुम्बु। अर्को प्रश्नमा लागौँ साथीहरू। प्रश्न यस प्रकार छ। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती कुन जिल्लामा छ? साथीहरू डोल्पा जिल्लामा छार्का बटुरा तराब बस्ती। अर्को प्रश्नमा लागौँ साथीहरू। विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका कुन जिल्लामा पर्दछ? यो पनि एकदमै महत्त्वपूर्ण छ शङ्खसभा जिल्लामा। अर्को प्रश्नमा लागौँ साथीहरू। साइकलको जिल्ला उपनामले चिनिने सहर कुन हो साथीहरू? साइकलको जिल्ला भनेर चिनिने जिल्ला कुन हो? चितवन। साइकलको सहर चाहिँ धरान हो साथीहरू। अर्को प्रश्नमा लागौँ। पहाडकी रानी भनेर चिनिने जिल्ला कुन हो साथीहरू? पहाडकी रानी भनेर चिनिने जिल्ला कुन हो? इलाम जिल्ला चियाको लागि प्रसिद्ध छ। अर्को प्रश्नमा लागौँ साथीहरू। क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? क्षेत्रफलको हिसाबले भक्तपुर साथीहरू 119 वर्ग किलोमिटर। अर्को प्रश्नमा लागौँ साथीहरू। नेपालमा गाउँपालिका नभएका जिल्ला कतिवटा छन्? नेपालमा गाउँपालिका नभएका जिल्ला कतिवटा छन्? 2वटा साथीहरू भक्तपुर र काठमाडौँ। अर्को प्रश्नमा लागौँ साथीहरू। सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो साथीहरू? एकदमै ऱ्यापिड फायरमा छौँ हामीहरू। सही एन्सर हो सर्लाही जिल्ला 20वटा स्थानीय तह। अर्को प्रश्नमा लागौँ साथीहरू। नेपालको पहिलो खुल्ला दिशामुक्त जिल्ला कुन हो साथीहरू? नेपालको पहिलो खुल्ला दिशामुक्त जिल्ला कास्की हो साथीहरू। अन्तिम चाहिँ 77 चाहिँ भोजपुर हो साथीहरू। अर्को प्रश्नमा लागौँ। भाले बाँच्ने ताल कुन जिल्लामा पर्छ साथीहरू? भाले बाँच्ने ताल कुन जिल्लामा पर्छ साथीहरू? म्याग्दी जिल्ला महावीर पुनको जिल्ला होइन, महावीर पुनको जिल्ला। अर्को प्रश्न साथीहरू। नेपालमा जनयुद्ध सुरु भएको जिल्ला कुन हो साथीहरू? नेपालमा जनयुद्ध सुरु भएको जिल्ला कुन हो साथीहरू? रोल्पा जिल्ला, जहाँ चाहिँ सुनसर झरना पनि छ साथीहरू। अर्को प्रश्नमा लागौँ साथीहरू। नेपालको सबैभन्दा बढी गर्मी हुने जिल्ला कुन हो साथीहरू? नेपालको सबैभन्दा बढी गर्मी हुने जिल्ला कुन हो? बाँके जिल्ला, नेपालगञ्ज त्यहीँ पर्छ सबैभन्दा गर्मी हुने ठाउँ। अर्को प्रश्न। गजडी ताल कुन जिल्लामा रहेको छ साथीहरू? गजडी ताल कुन जिल्लामा रहेको छ?
सही जवाफ हो रूपन्देही जिल्ला साथीहरू। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ साथीहरू, चराको चुच्चो आकारको जिल्ला कुन हो साथीहरू? चराको चुच्चो आकार जिल्ला जहाँ चाहिँ अलौ पर्व घटेको थियो, पर्सा जिल्ला। आजको अन्तिम प्रश्न साथीहरूको कतिवटा मिलाउनु भयो कमेन्ट गर्नुहोला। गौतम बुद्ध कुन बार जन्मिएका थिए साथीहरू? आज मैले अलिक फरक ढङ्गले लिएर आएँ, अलि फास्टमा। सही जवाफ हो साथीहरू शुक्रबार, मृत्युबार मङ्गलबार। थ्याङ्क्स फर वाचिङ।